फेरि म एउटा न्युमेरिकल लिएर आइसकेको छु। यो न्युमेरिकल हाम्रो यस प्रकार रहेछ, जस्तै कि यो हाम्रो कन्स्ट्रक्सन म्यानेजमेन्टको न्युमेरिकल हो। यहाँ हाम्रो त्यो एबिसी क्लासिफिकेसन छ नि, मेटेरियलहरू कसरी क्लासिफाई गर्छ एबिसी मेथडबाट, त्यस टाइपको न्युमेरिकल हो। त्यो यहाँ क्वेसन दिन्छ यस्तो टाइपमा, क्वेसन हुन्छ यस्तो होइन, आइटम्स नम्बर्स अफ युनिट्स दिन्छ र युनिट प्राइस दिएको हुन्छ, त्यसलाई भन्छ क्लासिफाई गर्नलाई कि एबिसी कन्ट्रोल मेथडले। यो न्युमेरिकल सुरु गर्नुभन्दा पहिला म हल्का यसो एबिसी क्लासिफिकेसन के हो हल्का यसो भनिदिन्छु ल, धेरै डिपली त जाँदैन, तर जस्ट एउटा कन्सेप्ट लिएर अगाडि बढौँ ल। यहाँ एबिसीको मेथड भनेको कस्तो चिज हो, यो एबिसीलाई जस्तो एउटा क्लासिफिकेसन मेथड हो कि मेटेरियललाई क्लासिफाई गर्छ त्यसको रिलेटिभ इम्पोर्टेन्सको आधारमा कि कतिको इम्पोर्टेन्ट छ कुन मेटेरियल रेट हेरेर र त्यसको क्वान्टिटी युज कति छ त्यो अनुसार हामीले यहाँ क्लासिफाई गरेर स्ट्यान्डर्ड मेथड नै हो। जुन एबिसी क्लासिफिकेसनमा ए बी र सी गरेर तीनवटा क्याटेगोराइज गरेको हुन्छ मेटेरियलहरूलाई। जस्तो यहाँ हाम्रो हेर्न सक्नुहुन्छ, यहाँ ग्रुप ए क्लासमा एबिसी छ नि, एमा के छ टोटल आइटम्स, यतापट्ट इन्भेन्ट्री कस्ट छ। यो भनेको टोटल आइटम भनेको यो ए ग्रुपमा जुन इलिमेन्ट जुन मेटेरियल हुन्छ नि, त्यो मेटेरियल भनेको 10% मात्र हुन्छ कि एज अ क्वान्टिटीमा। तर त्यो 10% कतिसम्म कस्ट लिन्छ त्यो पुरै प्रोजेक्टको होल प्रोजेक्टको 70% कस्ट यो 10% मेटेरियलले नै लिइहाल्छ कि। त्यही भएर यो मेटेरियललाई हामी ए क्याटेगोरीमा राख्छौँ कि। जस्तै इक्जाम्पलमा हामी भन्न सक्छौँ ठुलो हुन्छ नि आइरन स्टिलहरू, त्यो यसमै आउँछ होइन। त्यसपछि अर्को बी क्याटेगोरीमा के छ, 20%मा 20% इन्भेन्ट्री कस्ट भनेपछि अब यस्तो आइटम जुन 20% टोटल क्वान्टिटी कभर गर्छ प्रोजेक्टको, तर त्यसको रेट चाहिँ 20% हो कि, त्यसले 20% ओभरअल कोस्ट प्रोजेक्टको लिने गर्छ। त्यस्तै सीमा के छ, 70% क्वान्टिटी छ क्या, एज अ क्वान्टिटी 70% मेटेरियल लाग्छ, तर त्यसले पुरै होल प्रोजेक्टको कोस्टेज यति मेटेरियलले 70% मेटेरियलले जम्मा 10% उठाउँछ। यो भनेको हाम्रो यस्तो जेनरलमा आइदिन्छ है, गिटी बालुहरू हुन्छ नि त्यस्तो भइहाल्यो। अब यो कुरालाई हामी न्युमेरिकलमा कसरी क्लासिफाई गर्छौँ त्यो हेर्छौँ। यहाँ क्वेसन नम्बर यस प्रकार रहेछ, इन अ कन्स्ट्रक्सन प्रोजेक्ट फ्लोइङ आइटम्स आर रिक्वायर्ड एनुअली, क्लासिफाई दिज आइटम्स इन एबिसी कन्ट्रोल। यहाँ आइटम दिएछ 1 देखि लिएर 1800 होइन, र नम्बर अफ युनिट्समा दिएछ यहाँ, र युनिट प्राइस दिएछ, सबै एनुअलीमा हुन्छ है। अब यो युनिट प्राइस छ, यहाँ नम्बर अफ युनिट्स जुन छ नि, यो हाम्रो एनुअलमा यति खपत हुने हो, यसको युनिट प्राइस यति हो। अब सबभन्दा पहिलो स्टेप हामीले गर्नुपर्ने के हो, यहाँ हामी टेबल बनाउँछौँ, यो टेबलमा जस्ताको त्यस्तै क्वेसन सार्छौँ। पहिला यो 3टा कलम, आइटम, नम्बर अफ युनिट, युनिट प्राइस, यहाँ थियो नि आइटम, नम्बर अफ युनिट, युनिट प्राइस। अब त्यसपछि हामी के गर्छौँ, एउटा कलम फेरि थप्छौँ, त्यो कलममा के लेख्छौँ हामी, एनुअल भ्यालु। यो एनुअल भ्यालु कसरी निकाल्छौँ हामी, यो जुन नम्बर अफ युनिट्स र युनिट प्राइस छ नि, दुइटैले मल्टिप्लाई गरिदियो भने हाम्रो यता एनुअल भ्यालु आउँछ कि। 1000 × 2.5 गरेर 2500, 250 × 0.55 गऱ्यो भने 137.5, यस्तै गरेर सबैको निकाल्छौँ हामी। त्यसपछि हामी के गर्छौँ, यो अर्को टेबलमा जान्छौँ हामी, अर्को कलममा। यो कलममा हामी के गर्छौँ, जस्ट यसलाई एरेन्जमेन्ट गर्छौँ कि डिसेन्डिङ अर्डरमा। यो सबै छ नि, यसलाई डिसेन्डिङ अर्डरमा रिएरेन्ज इन डिसेन्डिङ अर्डर। जस्तै यहाँ सबभन्दा म्याक्सिमम कुन छ, 7125 छ नि, यहाँ हामी फर्स्टमा यहाँ लेख्छौँ, यसकै सेम करस्पोन्डिङमा जाने क्या, 7125 लेख्छौँ। त्यसपछि सेकेन्डमा के छ, 5000 कहाँ छ, यी रहेछ, त्यसपछि 5000, त्यसपछि 3500, सबैले यस्तै एरेन्ज गरेर हामी डिसेन्डिङ अर्डरमा गएछौँ है। त्यो गरिसकेपछि यसलाई के गर्छौँ हामी, सम गरिदिन्छौँ यो सबैलाई, टोटलको सम गरेर यहाँ जति आउँछ हामी, यहाँ टोटल आएछ 24523.95 है। अब यसपछि के गर्ने हामी, यसपछि हामी गर्नुपर्ने मेन काम भनेको रिएरेन्ज आइटम। अब आइटमलाई एरेन्ज गर्ने, यो त हामी रेटलाई डिसेन्डिङ अर्डरमा रिएरेन्ज गऱ्यौँ, तर अब आइटमले गर्नु पर्यो। आइटम कुन हाम्रो, आइटम त यो हो नि, नम्बर अफ युनिट्स, सरी आइटम चाहिँ यहाँ रहेछ होइन, 1 देखि लिएर 18सम्म। अब यो आइटमलाई हामी 7125 थियो नि, यो कहाँ छ हाम्रो 7125, यहाँबाट ल्याएको थियौँ नि, यसको करस्पोन्डिङमा कति छ, 14 छ नि आइटम, सो हामी यहाँ 14 लेख्छौँ। त्यस्तै 5000को करस्पोन्डिङमा कति आइटम छ, 13 छ, सो 13 यहाँ लेख्छौँ हामी। यस्तै गरेर हामी सबैको लेख्छौँ। यहाँ हेर्नु त 8.3 छैन, 8.3 कहाँ छ, यहाँ हेर्न सक्नुहुन्छ 8.3 यहाँ रहेछ होइन, 8.3मा कति छ, 15 छ, सो यहाँ 8.3मा 15 छ। यसरी गरेर हामी सबै रिएरेन्ज गरेर आइटम लेखिदिन्छौँ। त्यसपछि हामी गर्नु अरू काम के हो, पर्सेन्टेज अफ युजेज निकाल्छौँ कि। अब पर्सेन्टेज अफ युजेज निकाल्नलाई हामी के गर्छौँ, सिम्पल, जतिवटा यो डिसेन्डिङ अर्डरमा गएर छौँ नि, यसकै पर्सेन्टेज त निकाल्ने हो। यहाँ 7125 छ, यसको पर्सेन्टेज कति युज गरेर छ टोटल ओभरअलको कोस्ट, ओभरअल प्रोजेक्टको मेटेरियलको। सो हामी के गर्छौँ, पर्सेन्टेज निकाल्ने, यो डिभाइडेड बाई 7125 डिभाइडेड बाई टोटल 24523.95 इन्टु 100 गरिदियो भने यहाँ 29.05 आउँछ। त्यस्तै 5000 बाई यो समेसन टोटल छ जति इन्टु 100 गऱ्यो भने 20.38 आउँछ। यस्तै गरेर हामी सबैको निकाल्छौँ पर्सेन्टेज अफ युजेज है। त्यसपछि के गर्छौँ हामी, क्युमुलेटिभ पर्सेन्टेज निकाल्छौँ। अब क्युमुलेटिभ त थाहै छ, त्यो कसरी निकाल्ने भने 29.05 लेख्छौँ, त्यसपछि 29.05 प्लस 20.38
यहाँ आउँछ। त्यसरी यो 49.43 प्लस 14.27 63.7 आउँछ। त्यस्तै 63.7 पछि प्लस 10.2 गऱ्यो भने 73.9 आउँछ। यस्तै गरेर हामी सबैको लास्टमा 100% त आउँछ होइन। त्यसपछि नेक्स्ट स्टेप के गर्नुपर्ने, पर्सेन्टेज आइटम निकाल्नु पर्ने। इच आइटम्सले कति कन्ट्रिब्युट गर्छ यदि इक्वली डिभाइड गऱ्यो भने। यहाँ टोटल आइटमहरू 18 छ नि, अनि टोटल पर्सेन्टेज 100% हुन्छ होइन। अब 100%लाई 18 डिभाइड गऱ्यो भने इच इक्वली डिभाइड भयो नि, कति कति जान्छ। सो 100/18 गऱ्यो नि, टोटल नम्बर अफ आइटम गऱ्यो भने यहाँ हाम्रो पर्सेन्टेज आउँछ। सबैको इक्वल यहाँ डिस्ट्रिब्युट गरिदिने 5.55 आइरहेको छ है, त्यही अनुसार। त्यसपछि यसको पनि क्युमुलेटिभ निकाल्दिनँ, जसरी क्युमुलेटिभ गऱ्यो नि यस्तै 5.55 प्लस, त्यसपछि 5.55 प्लस 5.55 यहाँ 11.10 आयो। त्यस्तै 11.10 प्लस 5.55 इजिकल 0.55 गर्दा 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 सबैको यसरी गरेर 100% आउँछ होइन, किनभने 100लाई इक्वली डिभाइड गर्छौँ 18ले हो। त्यसपछि हामी के गर्छौँ, अब यसलाई क्याटेगोराइज गर्छौँ। के क्याटेगोराइज कसरी गर्छौँ, हाम्रो थियो नि ग्रुप ए, क्लास ए, क्लास बी, क्लास सी। अब क्लास एमा कहाँदेखि कहाँसम्म लग्छौँ, क्लास एमा हाम्रो के थियो, सिम्पल 15% जति होइन, 15देखि 20%लाई हामी ए ग्रुपमा क्याटेगोराइज गरिदिउँ। त्यही भएर हाम्रो यहाँ हेर्नुहोस् त, यो 5% यहाँ क्युमुलेटिभ गएपछि 5देखि 16 कति आइरहेछ, लगभग 15को बिचमा आइरहेछ नि, 15देखि 20को बिचमा आइरहेछ। यहाँ 20 पछि यहाँ 22 आइसक्यो भनेपछि 20भन्दा माथि गइसक्यो 22 के। सो यसलाई नलिने, तिनवटा आइटमलाई यहाँ हामी इन्क्लुड गर्दाखेरि, यहाँ सम गर्दाखेरि यो हेर्ने के 5%, 11.10, 16.5, यानि 15देखि लिएर 20%को जुन कम्युलेटिभ आइटम छ नि, यो भनेको अब क्वान्टिटी हो नि होइन, योलाई हामी ए क्याटेगोराइजमा गऱ्यौँ। त्यस्तै अब त्यसपछि बीमा के गर्छौँ, 20% लिन्छौँ नि होइन। अनि 20 लिनको लागि यो हाम्रो कति छ, 20, अनि 20 फेरि यो भनेको 15, अनि 20 फेरि लियो भने लगभग 35 जति आइरहेछ नि होइन। यो अहिलेको लागि 20 लियौँ होइन, 20%। अब 20% लिँदाखेरि 0.5 पनि लक भयो, किनभने यहाँ 22.20 भयो, त्यसलाई लिएनौँ हामी। अब 20 लिइसकेपछि अब फेरि अनि फेरि 15% जति थप्छौँ भने 35% हुन्छ नि, किनभने हाम्रो के छ, 25देखि 35-30% लियो भने ग्रुप बीमा आउँछ, त्यो एउटा मेजोरिटी हो कि। तपाईँ 20 लिन पनि सक्नुहुन्छ, अनि 20-40 पनि लिन सक्नुहुन्छ, यो पनि लिन सक्नुहुन्छ। तर मैले यहाँ अहिले जस्ट 15% मात्रै एड गरेँ यसमा, अनि अर्कोमा आयो 35, लगभग टोटल ओभरअल 35% जति लियौँ। अनि यो हाम्रो 33.30 यो ग्रुप बीमा आयो है। त्यस्तै अब बाँकीको 70% छ नि, यो सबैले सम गऱ्यो भने हाम्रो 70% चाहिँ आउँछ कि एउटा क्याटेगोराइजमा, अनि बाँकीको यो हाम्रो ग्रुप सीमा आउँछ है। सो यो ग्रुप हाम्रो ए, यो ग्रुप बी, त्यस्तै अर्को ग्रुप हाम्रो सी क्याटेगोराइज भयो होइन। यो क्याटेगोराइज गरिसकेपछि अब यो 3वटा आइटम हाम्रो ग्रुप एमा आयो, यो 3वटा आइटम हाम्रो ग्रुप बीमा आयो, र बाँकीको जति छ नि सबै ग्रुप सीमा आयो। भनेपछि हाम्रो यो आइटम धेरै भ्यालुएबल भयो, धेरै महँगो आइटम भयो, र यो आइटमले हल्का सस्तो भयो, त्यसपछि सँग सस्तो यो भयो होइन, एज कम्पेरिजन। यसरी कम्पेयर गरेर क्लासिफाई गरेको आइटमलाई। अब यसलाई जस्ट एउटा ग्राफ बनाएर देखाइदिने हो हामीले लास्टमा। यो ग्राफमा के गर्छौँ, सिम्पल पर्सेन्टेज आइटम बाई पर्सेन्टेज इजेस भ्यालु लेख्छौँ कि, जुन टेबलमा थियो नि, यो पर्सेन्टेज आइटम, क्युमुलेटिभ पर्सेन्टेज आइटम र पर्सेन्टेज इजेस भ्यालु क्युमुलेटिभ, यो दुइटै करस्पोन्डिङ प्लट गर्ने, एक्स एक्सिसमा यसलाई राख्ने, वाइ एक्सिसमा यसलाई राख्ने। अब यहाँ प्लट गरौँ भने 3टा चिज मात्र हो कि, ए को लास्टमा कति ल्याएको थियौँ, 0.55, यसको करस्पोन्डिङ कति छ, क्युमुलेटिभ पर्सेन्टेज 63.7 छ नि हो, यसकै भर्सेस एक्स एक्सिसमा यो, वाइ एक्सिसमा यो गरेर हामी प्लट गर्छौँ। त्यस्तै यो पीको लागि 33.30 र 81.96 वाइ एक्सिसमा गरेर हामी गर्छौँ। त्यस्तै सीको लागि एक्स एक्सिसमा 100%, वाइ एक्सिसमा पनि 100% छ। सो यसरी गरेर यहाँ प्लट गरेर चाहिँ हेरौँ, 0देखि 100सम्म यतापट्टि, यता 0देखि 100सम्म यतापट्टिको यो पर्सेन्टेज आइटम हो। यहाँ हेर्नुहोस् अघि कति थियो, 0.55 थियो नि, यो 0.55मा हामी करस्पोन्डिङ कति हेर्छौँ, 63.7 पर्सेन्टेज भ्यालु, र यतापट्टि कति छ, बीमा कति थियो 33.33मा, यतापट्टि कति हुनुपर्छ 81.96, यानि 80 चाहिँ 81.96 लगभग यहाँ आइरहेछ। त्यस्तै 100%मा थियो, यता 100%मा छ। यो 3टा पोइन्टले पहिला एलोकेट गर्ने, र यसलाई स्ट्रेट लाइन तान्दिने एउटा स्केलले। त्यसपछि के गर्ने, हामी यो ओरिजिनदेखि लिएर यहाँसम्म जोडिदिने, अनि फेरि यहाँदेखि यहाँ क्लोज लुप बनाइदिने, अनि यहाँदेखि यहाँ क्लोज लुप बनाइदिने। भनेपछि यो पोर्सन हाम्रो ए भयो। यो भनेको हाम्रो कम क्वान्टिटी, यो जुन सबभन्दा महँगो प्रोजेक्टको 70% जति कभर गरिरहेको छ यसले। यो भनेको हाम्रो बी भनेको यो 20% कभर, 20% यो भनेर चाहिँ मिडल क्लासको भयो। यो सी भनेको चिपेस्ट प्राइसको मेटेरियल भयो, तर लार्ज क्वान्टिटीमा युज भइरहेछ हाम्रो प्रोजेक्टमा। यो चिज देखाउनु पर्ने थियो। यति गरेपछि हाम्रो यो न्युमेरिकल यहीँ सकिन्छ। हस्त आजको लागि यतिकै, धन्यवाद।